नमस्कार, म दिपेश मल्ल र तपाईलाई आज म जापानको बारेमा एउटा छोटो भिडियो लिएर आएको छु। जापान वास्तवमा भन्ने हो भने विद्यार्थीहरुको लागि कस्तो रहेको छ र वर्किङ गर्ने जुन कामको भिसामा आउनुहुन्छ उहाँको लागि के कस्तो रहेको छ, हामी चाहिँ विशेष आज विद्यार्थीहरुको बारेमा विद्यार्थीलाई जापान कस्तो रहेको छ भन्ने विषयमा हामी चाहिँ राजेश राणाबाट सुन्न चाहन्छौँ। नमस्कार राजेश राजी, स्वागत छ तपाईलाई यो भिडियोमा। तपाईले जापानलाई कस्तो तरिकाले लिनु भएको छ आज स्टुडेन्ट भएको कारणले नाताले? विद्यार्थीको लागि वातावरण छ कि छैन? वातावरणमा यो जापानमा तपाईको विचार, तपाईको धारणा राख्न सक्नुहुन्छ भन्ने एउटा आफ्नो मनमा लागेको कुरा चाहिँ भन्नुस् त। नमस्कार, म राजेश हो। अब जापानको बारेमा केही भन्नु अगाडि अब म यहाँको 1 साल भन्दा धेरै भएको छैन, त्यही भएर अब जापानमा धेरै एक्सपिरियन्स पनि गरेको छैन। तर 1 सालमा जति पनि एक्सपिरियन्स गरेको छु त्यसको अनुसार चाहिँ जापान भन्दाखेरि चाहिँ एकदम राम्रो देश हो। स्टुडेन्टको लागि धेरै नै दुःख हुन्छ, तर दुःख भए पनि दुःखलाई पार गरेर मान्छे आफ्नो केही लाइफ बनाउन चाहनुहुन्छ भने चाहिँ जापान एकदम राम्रो देश हो। जापान आउनको लागि मेन चाहिने भनेको अहिले 1 सालसम्म एक्सपिरियन्स गर्दा मैले बुझ्दाखेरि चाहिने भनेको चाहिँ मान्छेमा आत्मविश्वास चाहिने हो। आत्मविश्वास चाहिने हो जो चाहिँ म आफैमै कमी ठान्छु। आत्मविश्वासको साथसाथै चाहिने भनेको त अब ल्याङ्ग्वेज चाहिने भयो। जापानमा आउनको लागि ल्याङ्ग्वेज भए साथै अनि कन्फिडेन्स भयो भने चाहिँ मान्छेले जापानमा जति पनि दुःख भए पनि दुःखलाई कम गर्न सक्छ। चाहिँ म 1 सालसम्म अहिलेसम्म बसेर चाहिँ यही बुझेको थिएँ। तपाईले जापानमा आएपछि सबैभन्दा फर्स्ट के काम गर्नु भयो? फर्स्ट स्टुडेन्ट हुन्छ नि तपाईले काम आफै खोज्नु भयो कि तपाईले कलेजले हुन्छ नि यहाँको गाकोले तपाईलाई काम खोजिदिएको हो कि तपाईले आफै काम खोज्नु भयो कि काम खोज्दाखेरि के कस्तो चुनौतीहरू सामना गर्नु पर्यो र काम विशेष के काम गर्नु पर्यो? एट फर्स्ट चाहिँ जापान आइसकेपछि के काम गर्नु पर्दो रहेछ विद्यार्थीले? त्यहाँ चाहिँ नेपालमा सोचे भन्दा यहाँ फरकै भयो कि हैन? तपाईले काम आफै खोज्नु भएको या विद्यालयले तपाईलाई काम खोजेर राखिदिएको? यो कुरा चाहिँ के छ भने नेपालमा भएको विद्यार्थीहरुमा कन्सल्टेन्सी वालाले के भनिदिएको छ भने एउटा काम चाहिँ कलेजले खोजिदिएको हुन्छ, ढुक्क भएर जानुस् भनेर चाहिँ उहाँहरूले पठाइदिनुहुन्छ कि वास्तवमै जापानमा सबै कलेजहरूले विद्यार्थीलाई कामै खोज्छ भन्ने के ग्यारेन्टी छ त? कामै खोजिन्छ भन्ने अब सबै स्कुलमा ग्यारेन्टी चाहिँ छैन, तर हाम्रो स्कुल चाहिँ एकदम राम्रो थियो कि हामीलाई अब आएको 1-2 महिना टाइमै लगाइदियो तर काम चाहिँ खोजेर दियो। तर म आएको चाहिँ लगभग धेरै दिन चाहिँ लागेन मैले काम पाउनलाई। मेरो स्कुलको फर्स्ट काम गरेको चाहिँ खाइसामा हो। कुन खाइसा? जस्तै खाइसा अहिलेसम्म सुनेको खाइसा नि थिएन, मैले यहाँ फर्स्ट टाइम यहाँको खाइसा देखाएको थिएँ। खाइसा एकदम दुःख थियो, तर काम सुरु गर्दाखेरि दुःख लाग्थ्यो, तर पछि काम लागेको। काम भारी उचाल्ने जस्तै थियो, अब नेपालको लेभलभन्दा धेरै गाह्रो त थिएन, तर फर्स्ट टाइम गरेँ, फर्स्ट टाइममा काम सुरु गरेको थिएँ, त्यही भएर चाहिँ सुरुमा गाह्रो भएको थियो। काम भनेको चाहिँ यहाँ चाहिँ त्यस्तो काम सजिलो, तर एउटै कामलाई चाहिँ रिपिटेड गर्दाखेरि चाहिँ अलिक धेरै थाकिँदो रहेछ, त्यही हो। नत्र कामको लागि ठिकै थियो मेरो। अनि त्यो जापानमा आसी स्कुलले ग्यारेन्टी काम खोजिदिने भन्दा नि अब मेन काम पाउनको लागि चाहिँ नेपालमा आफ्नो ल्याङ्ग्वेज बनाउनु पर्यो। ल्याङ्ग्वेज भएपछि त्यो स्कुलले जस्तो ठाउँमा भयो नि काम लगाइदिन सक्छ, जस्तो त नभनौँ तर राम्रै ठाउँमा चाहिँ काम लगाइदिन सक्छ, त्यो चाहिँ मेन कुरा हो। बाँकी चाहिँ अब अरू चाहिँ आफै यसो मेहनत गरेर यताउति पढ्दै हुनुहुन्छ नेपालमा जापान आउने भनेर तयारीमा हुनुहुन्छ, उहाँलाई एक शब्दमा भन्दाखेरि के भन्न चाहनुहुन्छ? स्कुलले कन्फर्म काम खोजिदिएको हुन्छ या कोही कलेजले काम खोजिदिएकै हुँदैन भन्ने लाग्छ? कसैले चाहिँ खोजेकै हुन्छ 100% ग्यारेन्टी खोजिदिएको भनेर एउटा हाम्रो कन्फिडेन्समा भनिदिएको हुन्छ। यो कुरामा कतिको सत्यता पाइन्छ र कतिको यो चाहिँ फ्रड कुरा हो, उनीहरूले चाहिँ झुट बोलेर पठाएको हुन्छ जस्तो लाग्छ? त्यो त अब अलिक बुझ्न गाह्रो हुन्छ। कन्सल्टेन्सी अब सबै कन्सल्टेन्सी फ्रड भनिदिनु हुँदैन र सबै कन्सल्टेन्सी अब राम्रो भनिदिनु हुँदैन। हाम्रो अब भाग्य अब ठिकै थियो, अब राम्रै कन्सल्टेन्सीमा पढेर अब पैसा चाहिँ खाएको त हो, अब त्यही पनि राम्रै कन्सल्टेन्सी थियो। अनि जापानमा अब राम्रै ठाउँमा पारियो, काम पाइएर अब चलिरहेको छ। एउटा काम हो तर चलिरहेको छ अहिलेसम्म। जीवन दैनिक चल्नलाई अलिक गाह्रो त गाह्रै हुन्छ होइन? विद्यार्थीले एक हप्तामा काम गर्न पाउने भनेको जम्मा 28 घन्टा हो होइन? यसो हेर्दाखेरि 112 घन्टा पुग्छ भनौँ न महिनामा होइन? गाह्रो त गाह्रै हो। त्यही भएर जापान अबदेखि आउने विद्यार्थीहरूलाई चाहिँ भाषा चाहिँ इम्पोर्टेन्ट छ, भाषा चाहिँ बनाएर आउनुहोस् होइन? धेरै ठुलो सपना चाहिँ नदेख्नुहोस् भन्न चाहन्छु होइन? धेरै हुन्छ, धेरै ठुलो सपना चाहिँ देखेर नआउनुहोस् क्या। सपना धेरै ठुलो देखेर आउनु भने चाहिँ तरिकाले आएपछि ठिक हो। एकै वर्षमा म त्यो काया पलट गरिदिन्छु भन्ने त्यो सोचले चाहिँ अब नआउँदा बेटर हो कि? त्यही हो, म त्यही भन्न चाहन्छु। एकै वर्षमा म जे पनि गर्न सक्छु, काया पलटै गर्न सक्छु भन्दा तरिकाले नआउनु। सब 2-4 वर्ष दुःख गर्छु, एन्ड देन ढकलमुकल भएर दुःख चाहिँ गर्ने हो, त्यसको चाहिँ अब आफ्नो देखेर जान्छु भन्ने ठिक छ, देश त्यसमा राम्रो छैन। तपाईँलाई धेरै धेरै धन्यवाद, तपाईँले आफ्नो मनमा लागेको कुरा चाहिँ भनिदिनु भयो। यो भिडियोबाट चाहिँ अब धेरै कुरा बुझ्नु होला, आफ्नो काम गर्ने कामको भाषा, स्कुलले काम खोज्दैन त्यस्तो कुराहरू चाहिँ अब बुझ्नु होला। तपाईँलाई धेरै धेरै धन्यवाद। राजेश राणा, हवस्, धन्यवाद।